आयो है अब यता चाहिँ हाम्रो के हुँदैछ आज बर्थडेको अवसरमा Ante ang kagonang yemi katla tenditu sibaki aku yebudangin setu sibaki sipudung tennetu upsumadendu sigi membuti susamatai membuti ल धन्यवाद मजाले लगाइदिनु भयो Ala kangen tuduse yang mungade aku thi chung su su lo rang juk se bik pe bang ji bang wa be kille si gi su sam men bu te si gi ro a bu kum su sam a kum sum ne eng go che du lung dui a ja re ga si sal नानीहरू के गरेको हो तिमीहरू खेलेको चिसो खाएको लु धन्यवाद गर्मीमा चिसो खानुपर्छ नि यता हाम्रो फेरि हाम्रो गुइठे र आमामा कस्तो कडा भएर बसेको छ आमा छोराहरू र यस्तो कडा त भात खाँदैनस् अघि खाएको लु डह्रो गरी खानु यो के हो यो के हो यो मिठाई हो यो पनि मिठाई यो बिस्कुट हो कि मिठाई बनाएको यो ए बिस्कुट बनाएको लु मजाले नबाजी खेल्नु ल लु त पनि खाना नि मेरो भदाइनी सालीले खान्छ नि आऊ आमै डर गरी लु छिटो खाइसक्नु पर्छ ल मिठो भयो ल अब लु यता मेरो बहिनीले भात सात जम्मा एकै ठाउँ करामा लाएर एक भाँडा भात खाएर लु चार माना भात चाहिँ यहाँ छ जस्तो देखिन्छ अनि के को मासु हो यो कालिजको मासु रहेछ कालिजको मासु पनि एक बटुका थोरै भए पनि त्यो एक बटुका दिँदैछ ल सबै छान्दैछ हड्डी छ कि धेर छ कि मासु धेर छ भन्दै छान्दैछ पनि कडा पो छ त ल अच्छा ल यता हाम्रो दिदी फेरि रक्सी खाँदैछिन् अब नाति म त के गर्नु रहेन जान्दो जस्तो मेरो आज मेरो जेठो छोरोको मेरो नाति होइन शुभ बर्थडे हुँदैछ अरे ऊ आजको दिनबाट चाहिँ होइन छ पुरा गरेर साथमा जाँदैछ होइन अवसर अनि उसको पहिले यसो के कसो हुन्छ कि भनेर यसो माङ्गेनासम्म गरिदिएर उहाँको अहिले नजिकिँदैछ यसो फुलटिका यसो आशीर्वाद माङ्गेना चाहिँ भइसकेको अब हजुर माङ्गेना भयो हामी माथि माङ्गेना यो पुग्यौँ होइन अब फर्किनु हामी सबैको पुग्नेछ तर दुईटा गोत्रहरू छन् अनि जब काशी लासा भन्छ हामी लासा अब गइन्छ गढी योग पुगेर ठ्याक्कै त्यता गरेर हामी तल अक्चाना घाट तुमजाना घाट पुग्यौँ मभन्दा हुनु त आदरणीय जान्ने बुद्धिजीवी अब मुन्दुमदारहरू बिजुवा फेदाङमा झाँक्री ओझा होइन हरेक हुनुहुन्छ तर कतिपय मैले गरेकोहरू होइन हजुर केहीमा गल्ती कमजोरी भएको छ भने सुधार्ने मौका दिनुहोस् र तपाईँहरूको साथ म लिनेछु
हजुर मैले अब त्यति जानेको छुइनँ नजानेको कुरालाई फेरि सुधार्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद ल ठिक छ अब राम्रो गरिदिनु अब नातिको बर्थडे हो होइन अब नातिको बर्थडेमा एकदम राम्रो गरिदिनु हजुर अब नाति त्यसो त मान्छे हेर्दा त हट्टाकट्टा पुरै ज्यान लाग्दो अहिले नै बिहे गरौँला झैँ खालको छ होइन होइन बिहे गर्ने त होइन पढे लेखा भएपछि इन्जिनियर बन्छ कि डक्टर कि सानो प्रहरी जागिर नभए नि डिएसपीसम्म त्यति त गर्नु पर्यो नि हो अनि भएन भने बाबुआमालाई बाजे बज्यूलाई हेर्नु पर्यो सबैभन्दा नाता गोता छारछिमेकी हितेरी मितेरी यसो याद गरिदियो भने हजुर मलाई एकदम खुसी लाग्छ म अहिले 48 वर्ष पुगेँ हजुर 48 वर्षमा अब ठ्याक्कै कतिपयले त सपना पनि देखेको छैन होला होइन नाति अब मजा छ मलाई छोरा बुहारी खुत्रोकाई अनि नाति अहिले 6 वर्षको अनि यता छोरीपट्टि पनि अब नाति नै छ हजुर अलिकति खुसीमै छु म ठिकै छ खुसीमै रहेको छैन अनि त्यही माथि चिन्जान हुँदाखेरि यही हामी बसेको रुममा नाता गोतामा नातिहरू कहिले भान्जीहरू भेट्नु पर्दा ज्वाइँहरूलाई कोही सम्धीहरूलाई भेट्नु पाउँदा मलाई एकदम राम्रो कुरा हो नि त ल ठिकै छ बाजे अब कार्यक्रम अब दोस्रो चरणतर्फ लाग्यो त है त्यसो भए ल अब दोस्रो चरणको कार्यक्रममा अब तयारी हुँदैछ हाम्रो अब तयारी गर्नुपर्छ ल अब हाम्रो चाहिँ सुरु हुनु लागेको छ बर्थडेको तयारी हुँदैछ बाजा आउँछ फेरि काटेर खाइहाल्छ हो केटाकेटी हो एकछिनमा एकछिन एकछिन अहिले समय भएको छैन एकछिन अब टाइम पर्खिनु पर्छ है ल अब बर्थडेको तयारी भइसक्यो अब सेकेन्ड चरण सुरु हुँदैछ अब केक काट्ने बेला भयो मेन्सान्दिङ आबोखे अनि मेन्सान्दिङ याक्ने आबोखेलको अछि पालक लुम्नु आधे मालक लुम्नु आधे खेलजोगुले अछि कुनै तिथि मिथि अकेले बङ्गाङबे खेलजोगुले रक्नु पामा सिकुनिवामे इछिङ केरे कमु इष्टमित्र हितेरी मितेरी हुकुसा अकेलरी आजुबसाङ खुलेको देसाङ ना आयु लिङ्गन बिमा साङ्गु सकमा बिमा बुद्धि विवेक बिमेन नागटना चोकमेन वेलको अकेलर केरे आजुबसेलको कन लोक सानिन पिम्बिङ सानिन अल्ल अङ्ग खुने थोस्मा लतिक सिँढी उपेहरे टोक्रम लसङ्बे हरे लसङ तेल बेला अकेले छिङना बानी केरे अजुब से अब मेरो जेठो छोरो रोहन बेगा र उहाँको जन्म दिने आमाको नाम भन्नुहोस् मम्मीको नाम भन्नुहोस् ठ्याक्कै छिटो मम्मीको नाम भन्न मम्मीको हजुर अकेलरी थामेरा कुम्मारन सामसोगेन यमिन लोखु आम्मा कल्लो छबाङ कुसिनितु खेलजोगुले अर अनिकेको पापमा थेङ हो अर नागटनावाले 2081 साल चैत्र महिना कुन्तिरले हेर्दैछ हो यसलाई कत्रो हेलेको हेर्दैछ ओके आसी कुसित
के खाने हेर हाँसेको के खाने के खाने लु बाबा यतिले छिट्टो बल्गम किनेर ल्याइहाल्नु अनि काकाले पनि लगाइदिनु पर्छ नि भतिजलाई ल टिकालाई केक काट्न नि यता छेउदेखि भयो भयो ल ल फेरि खाइहाल्छ एकछिन ल ठिक छ अब बाजेलाई पहिला बाजेलाई खुवाउनु पर्छ होला बाजेलाई ल बाजेलाई त्यहाँ हट्न दिदी यहाँनिर छेकियो के अलिकति खुवाइदिएको हेरौँ भनेको अब बाउलाई अनि आमालाई खै तेलले हुँदैन हातले खुवाउनु हातले त्यो यस्तो कडा त न गिफ्ट लु यो भ्याक्कु छ गिफ्ट लु अब बजाउँ न हो त्यो बजाइदिउँ न एकचोटि ल गिफ्ट यहाँ म बजाइदिइहाल्छु नि कहाँ गयो बजाउने पनि छैन नि त ल हुन्छ हुन्छ केटाकेटी केही हुँदैन बच्चाहरू अब ल बिचारा अघि आउने बित्तिकै केक खाने भन्दै बिस्तारै खाऊ के खाऊ डर खाऊ न तिमीहरूकै छ अनि दसैँ के गर्नु त्यही त अरूले खाँदैनन् खै बुढीलाई खुवाएको खै बुढीलाई पनि खुवाइदिए छिटो आफै पो खाँदैछ फेरि होइन त्यतिकै भनेको नि अब केटाकेटीलाई लु सोल्टिनलाई हो यसलाई पनि लु नानीलाई यो छोरालाई छोरालाई पनि अब छोरालाई पनि खान्छ धेर खाँदैन ल अलिकति लगाइदिनु न घस बाले देखा न कालोमा आमा आमा थोरै थोरै खाइदिनु ल ल अब टिका सिका छिटो लगाइदेऊ टिका टिका लाएर कार्यक्रम सकिहाल्नुपर्छ सेकेन्ड चरणको कार्यक्रम सकिहाल्नुपर्छ ल खारै सक्ने रहेछ एकटोले त ठिकै छ यसै अलिअलि छ्यासा छ्यासा लगाइदिनु धेरै लगाइदिनु केटाकेटीलाई फेरि ए लु फोनको टस बाल्नु नि हो एकजनाले खै त्यो फोन त्यो फोन टस बाल्नु त दिदी त्यो फोन दिनु टस बालेर ल ल कडा हो नि त केटो कडा छ नि त अब त हुन्छ अब केही हुँदैन हौ अब त भइसकेको नि त गुलियो भइसक्यो नि मेरो भदै नि साली त के को कडा छ नि मान्छे उता अब लु 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 केटाकेटीको चाहिँ चित्त बुझाइदिउँ होइन अरू त त्यस्तै छ ल त्यो फोनको टच बाल्न साँच्चै अघि त्यो भाइ त्यो नो नेम पनि थियो नि हो कहाँ गयो त्यो चाहिँ
हामी एकछिन खानु र टिका पहिला लगाइदिनु पर्छ के खानु चाहिँ हतार हौ यसले खाँदैन गुल्ली लु टिका सिका सबैजनाले लु केही हुँदैन हौ देखाउँदाखेरि के हुन्छ र छुनु हुँदैन एकछिन न के चाहिँ खुवायो हाँस्नु हुँदैन खै नानी बोकेर हुन्छ त नि यताले न नानी चाहिँ अनि नानी यताले खै नानी नानी मलाई खुवाउ त सकिएको होइन पर्दैन यहाँ नानी बोक्तलु कहिले उठेर जाउँ गाईजहरू हेर्नु होला हाम्रो यो त्यो लामखुट्टे लामो मान्छेले लाउँदै हुनुहुन्छ एकदम राम्रो आशीर्वाद दिने गाईजहरू सुन्दै हुनुहुन्छ होला होइन हाम्रो यहाँ अतिथि लानु चाहिँ मेरै छोरी लानु नि अरू हेरे पनि लानु चाहिँ मेरै छोरी लानु नि अरू हेरे पनि अहिले चाहिँ फेरि दिएको भरे अघि भन्नु छैन होइन नि अनि उता अनि आमा पनि लान्छु छोरी पनि लान्छु भन्छ अनि को कुरो दिने होइन कुरो चाहिँ कान्छी भन्छ म कान्छी अरे अनि भाइरल पो हुन्छ म जान्छु भात खानु मेरो भात छोडेर भागेर चाहिँ एउटा त फेरि कुखुराले बिरालो खाइहाल्नु के ठुलो मान्छेहरुले एउटा शाकाहारी हो अन्डा बिनाको म त रोहन दाजुको केक मन पर्थ्यो अस्ति त्यो झन् चकलेटी 700 रुपैयाँको चकलेटी केक भनेको यो भनेको उयसको हो मिठो भन्दो रहेछ केक मिठो हुने मान्छे म त खासै खाँदिन थिएँ तर मिठो भन्दो खान्छन् जम्मै यो मान्छे एकदम बर्थडेमा पहिलोचोटि खाएको यस्तो सुन्दर लाग्यो म त इत्रै खान्छु है थोरै यो सानो बोजू बोलाएको थिए केक त खान्थे होला अर्को कुन पनि बोजू? तल बस्ने दिन रहेछ ए बस्ने दिन छ हाम्रो दिदीले लु केक खाँदै हुनुहुन्छ अब ए भाइ खाने एक भारी खानु खाऊ बोमेट आउँछ धेरै खानु भने माथि बोजले उसलाई दिनु उसलाई खाएको लु दिन दिदी कस्तो भाइ बिचरा हेर केटाकेटीलाई त चित्त बुझाउनु पर्छ त मलाई त बोमेट आउँछ म त डर लाग्छ मम्मी आउँछ आउँदैन पचाउँछन् अहिले त पचाउने समय उतले हेर्न के मुखमा गर्दैछ त कोले हामी भित्रे नखाउनु घाँटी दुख्छ खानु मानेको छैन दुख्छ घाँटी अन्डा लगाएको चाहिँ छिटो गइसक्छ यो क्रिम भएको त यो अन्डा बिनाको के साका त्यो अन्डा जुन त मिठो थियो भन्छु नि त्यो अन्डै नलाएको पनि त चकलेटी मिठै हुन्छ चकलेट मिठो हुन्छ कालो चकलेटी मिठो हुन्छ ल अब दोस्रो चरणको कार्यक्रम सक्यो अब तेस्रो चरणको चाहिँ हाम्रो खानकीतिर जान्छ
अब हाम्रो तेस्रो स्टेपको भ्लग सुरु भयो। खानकीतिर जाँदैछ अब अहिले चाहिँ बच्चाहरू नानीहरू। ल पहिला खाना खाने अनि चाहिँ रातभरि रमाइलो गर्ने है। आऊ नानी राइदिनु बाबु छिटो यहाँ बसेर खानासाना खाने ल। कसले ए निशा चाहिँ आउने कि नआउने अरे? निशाको एक्जाम छ अरे त्यसको बाउले नपठाउने अरे पढाइ। ए के को बिग्रिन्छ पढाइ? जे निशा मम्मी जे निशा चाहिँ सोल्टिनी ए भनेपछि त सोल्टिनी नै भन्दा हुने मिल्ने रहेछ। के भन्नु 14 वर्ष पुग्दैछ। ए 14 वर्षमा सिधेको हाम्रो आमा हाम्रो केटो हेर हेर लु 14 वर्ष हाम्रो केटो हेर हेर आमा हाँस त लु कुचु कुचु हाँस त छिटो छिटो हाँस छिटो हाँस यो त छिटो छ नि मान्छे। माम खाने नानी ल अब यतातिर पनि जो यतातिर पनि भान्सा हुँदैछ होला कि छैन हौ? यतातिर भान्सा हुँदै छैन रहेछ। अघि सुतेछन् यता पनि खाली रहेछ। ल यस्तै छ है हाम्रो चाहिँ। फक्ताङलुङ भनेको 5 थर अब फक्ताङलुङ गाउँपालिका उता कतातिर पर्छ फक्ताङलुङ भनेको? ए होइन फक्ताङलुङ भनेको ताप्लेजुङै पर्यो नि। ताप्लेजुङ के को 5 थर हुन्छ कसले फक्ताङलुङ गाउँपालिका? त्यो लुङरूप आगो लागेको लुङरूपा हो 5 थर हो त्यो चाहिँ। याङवरक पर्छ याङवरक। मर्यो नि त एउटा नेम्बाङ कि के अरे? नेम्बाङ कि के पो भन्थ्यो? केटी होइन के नेम्बाङ पो भने जस्तो लाग्यो हौ। त्यही त आगो लागि भएर मरेको नि त। लु खाना त टन्नै छ। भोलि बिहान मर्चाले दुःख पाउला जस्तो छ हौ। मर्चाले दुःख पाउला जस्तो छ है। मर्चा छ कि छैन? ल हाम्रो भाइलाई गर्मी भएछ हेर मन बिचला। खाऊ न ल खाना खाऊ बाबु खाना खा छिटो। खाना खानुपर्छ अनि सुत्नुपर्छ ल। ल हाम्रो फुच्ची उपर आएर डन बोकेर यो छ नि घरको डन त सबैभन्दा डन चाहिँ यही हो है। लु सबैभन्दा डन चाहिँ मस्किन्छ फेरि। ल अब तेस्रो स्टेपको पनि हाम्रो बर्थडे लगभग सकिन लाग्यो। कसैले चाहिँ कराई नै हान्दैछन्, कसै चाहिँ अब छैन त्यस्तो होइन। यस्तै छ अब तेस्रो स्टेपको चाहिँ हामीले लगभग अब त्यस्तै भोजनतिर नै हो। अब खासै धेरै चाहिँ अब भिडियो बनाउन सकिएन। अब अहिलेलाई चाहिँ लगभग यस्तै होला। हाम्रो दिदीले फेरि हेरेको हेरौँ न बिजोक पो छ त। पुरा 2 थाल भात लिएर हाम्रो फेरि बाजे भात चाहिँ सब्जी बेगर दिनुहुन्छ बेला बेला। गाह्रो छ नि। ल यस्तै छ
बहिनी अब भाइहरू हेर नानीहरू खेल्दैछन् ल जबरजस्ती भए पनि हाल्नु खानुपर्छ यो बल काम त हामी त अब काम गरेर खाने मान्छे दरो खानुपर्छ होइन अब आउँदो त के हामी यो ठाउँमा पुग्नुलाई आज 22 गते बिताएर अब अर्को सालको सालमा अँ, एक जमाना मास्तिर चढ्यो 82 सालको अहिले अँ, बडा दशमी उम्, चाहिँ टिका लाउने महानवमी कति गते छ होला जो अब हाम्रो त ठ्याक्कै चाहिँ अब यो पात्रो त निस्किसक्यो अब पात्रो चाहिँ हेर्नुपर्छ असोज कार्तिक त्यस्तैतिर भेट्छ र पनि अब अहिलेको चाहिँ हाम्रो अब नानीको बर्थडे चाहिँ चैत आज 22 गतेको बर्थडे सकियो अब 82 साल चैत 22 गतेको बर्थडे आउँदैछ अर्को साल अब त्यतिखेर भेटौँला बर्थडेको चाहिँ अहिलेलाई चाहिँ अब बिदाई लिनु पर्ला अब फेरि पनि लिएर आउँला अर्को अब बर्थडे अब हेर्दै गर्नु होला ल, भाइ अहिले ल टिका बिदा चाहिँ